ओके, अब लिस्टिकोट माथिबाट हामी सनराइजको पर्खाइमा छौँ। यस्तै उबर फाबर पहाडहरू चढ्दै जानुपर्ने छ। बिस्तारै लम्किँदैछौँ। ढुङ्गाको चेप अनि ठुल्ठुला ढुङ्गाहरू छिचोल्दै हिमालको काखमा रमाउनुको निम्ति यति दुःख गरेर हिँडिरहेको अवस्था छ। हिमाल साँच्चै नै यो अटल छ भन्ने कुराको प्रमाण चाहिँ यहाँ देखिरहेको दृश्यहरूबाट तपाईँले देख्न सक्नुहुन्छ। कति अटल र निर्विघ्नका साथ उभिरहेको छ। भैरवकुण्डको समीपमा पुग्दैछौँ हामी। यात्रा त यस्तै हो, हिमालको काखमा बस्नु परेपछि यतिको दुःख त गर्नै पर्थ्यो। अनि रमाइलो छ, सानो हिमालको टुक्रा देखिरहेको छ। अब लगभग हामी पुग्ने सङ्घारमा छौँ। सूर्योदय पनि हुने चाँजो पाँजो कसिसकेका छन्। अब हामी छिट्टै पुग्नेछौँ। हेलो 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 एभ्रिवान, गुड मर्निङ। अब सूर्यको किरणले हामीलाई पनि छुने तर्खरमा छ। अलिअलि यतातिर हिउँ पनि देख्न सकिन्छ र एउटा जमेको हिउँले ढाकेको चिज पनि हामीले देख्न थालेका छौँ। अब हिमालको दृश्यलाई कैद गर्न हामी यस्तो ठाउँमा आइपुगेका छौँ। हामी पुरै टोली छौँ यहाँ। हाम्रो टोली 2 जना अगाडि बढिसकेका छ। हामी 8 जनाको टोली आएका थियौँ। निकै रमाइलो ठाउँ। ओ माई गड, सूर्योदयसँगै कस्तो देखिने होला। फाइनली धेरै यात्राको सफरपछि द फ्रोजन भैरवकुण्ड विथ यु नाउ। ओके, कस्तो लक्की टाइममा पुगेका छौँ हामी। सन रेज पनि हुँदैछ यतापट्टि हिमालको काखसँगै। अब यात्रीहरू, हाम्रो यात्रीहरू बल्ल आइपुगेको छ। पेरिफेरीको दृश्यहरू, केही फ्रोजनहरू